धरहराको टुप्पोमा जाँदैछौँ होइन काठमाडौँको 22 तले धरहरामा हामी जाँदैछौँ ल हिँड्नु बाइक तल चढ्ने मान्छे अहिले घोडामा बसेर नउठ्ने भन्ने त्यही भनेको कुन खालको बिराम हो यो खोइ ल हिँड्नु ल मसँग छ म दिन्छु यहाँ टिकट देखाउनुपर्छ ए अब चाहिन्छ नि यो ए गर्नु है मम्मी कतिवटा पाइला रहेछ पुरै खिचिदिनु मामा ए ल हुन्छ टाइम ल ल खुट्टा त बिरामी होइन रहेछ कि कति पाइलामा पुग्नु हुँदो रहेछ त्यता नहेरिकन बाटोमा हेर्नु न अनि आँखा चाहिँ बाटोमा हेर्नु न क्यामेरा आफूतिर फर्काए पनि अनि क्यामेरामा हेरेर अहिले खुट्टा चाहिँ कतातिर पर्छ नि उहाँ लेखिरहेछ ऊ त्यहाँ लेखिरहेछ मेरो चाहिँ पसिना सुरु भयो होइन हाम्रो लिडर अगाडि हुनुहुन्छ बाँकी नै छ चारमा पुग्यो बल्ल 16 बाँकी छ त अझै दुई तला अन्डरग्राउन्ड छ होइन अहिले हामी छैटौँ तलामा छौँ मेरो यदि भ्लगर हुनु चाहिँ सक्छ थाहा मगर भर्खर पुगेको स्कोर 6 भइरहेछ अझै 14 बाँकी छ नम्बर हेर्दै हिँड्नु है म भित्ता ऊ देब्रेपट्टि हेर्नु न पुग्दै पछि ऊ देब्रेपट्टि हेर्नु त यता देब्रेमा हेर्नु न यता गाइडहरू अगाडि बढौँ गाइडहरू मुस्लाको टाइट हुन्छ मुस्ला टाइट हुन्छ है मुस्ला
बल्ल आधी होइन यो पसिना बगाउनु थालिसक्यो अवस्था त्यतै ठिकै हो होइन मामा माथि पुगेर फेरि झर्नु पनि पर्दैन नि त अलि एनर्जी डाउन हुँदैछ जस्तो छ भ्लगरको भुइँचालो आएछ भुइँचालो आए जस्तो भएछ हल्ले बहिनी भरे बिस्तारै हिँड्नु बिस्तारै पहिनै पहिराइछ मेरो त बिस्तारै हिँड्नु बिस्तारै मामा दुई तला मागी छ पसिना फुट्ला फुट्ला जस्तो भइसकेको छ अब आइपुग्यो भान्दा कति फुटिसक्यो होइन सबै भइसक्यो आमा मजाले हिँड्नु त सबै ट्रिक्क ट्री आउनु भयो
नन स्टप आउनुहुँदैछ तलबाट आमा यहाँ आएपछि थाके जस्तो भएछ क्या अरे आमालाई चाहिँ टिभी रहेछ यहाँ टोइलेट त कुनै फ्लोरमा नि साथी टोइलेटै रहेन रहेछ है मामा छ अनि पिसाब आयो भने त राम्रो ओर्लिँदा ओर्लिँदै बित्दै रहेछ त ठ्याक्कै 12 मिनेटमा चाहिँ हामी नगएपछि चाहिँ होइन 11 मिनेट 35 सेकेन्ड भएछ भिडियो लगभग 11 मिनेट 35 सेकेन्ड लामो सास लिएर बोल्नु अब 11:30 11 मिनेट चल्छ खुट्टा दुख्दैन जस्तो त नि आफूलाई मन लागेको ठाउँमा त मन लागेको ठाउँमा त खुट्टा त दुख्दैन त सास मात्रै खुल्यो खुट्टाको त खु पनि आएन त नि सास पनि बढेको थिएन फेरि के आएको छैन अनि यताउता जाँदाखेरि त यति दुखो यहाँ यति दुखो भन्ने मान्छे टाढो 12 लागेको बेला 22 तलामा किचुकोमा आउँदा नि आइया थाकिन्छ अनि हामीले पनि थाहा पाइयो ल त्यहाँ जानु इन्टरभ्यू लिने अरे मामाले ल अब सोध्नु 12 मिनेटको पैदल यात्रामा हामी चाहिँ कतिको पसिना आयो मलाई चाहिँ लाग्यो